होला यो दुईजना बेबीलाई चाहिँ फकाएर खेलेको ठाउँबाट केटाहरूले लगेर माथि जङ्गलमा सुनहरू नाकको फुली कानको झिकेर बिचरा थर्काएर धम्काएर यसरी पठाएको रहेछ। हेर्नु है, यहाँ कुरा सुन्नु है त बच्चाहरूको। बिचरा रोइरहेको हेर्नु नि यहाँ दुईटा बच्चा बिचरा। अनि कहाँबाट आएको तिमीहरू? के सुन लग्यो त अनिखेर? कानमा थियो ला, कानको सुन पनि लगेछ। हेर्नु न बिचरा, नाकको फुली पनि लग्यो अरे। के भनेको थियो अरे? यहाँबाट अलिकति स्वर निकाल्यो नि यहीँ झुन्डाइन्छु भन्यो। आमा नि त हेर्नु न बच्चाहरूलाई बिचरा। हेर्नु कति सानो नानी पनि रहेछ रोइराखा। अनि तिमीहरू घर कहाँ हो त? किन आएको त यहाँ जङ्गलमा? अनि हिँड्नु हुँदैन नि यसरी हेर त, यस्तो जङ्गल